स्वेटर लगाइराखेको ल बाजे हामी यसो घुम्न पर्यो नि त हाम्रो लागि ल 3 चोटी बुहारी आऊ प्लेट ल्याऊ हाम्रो बाटे गराइदिनु त ल आइज बहिनी माथि तलै के गर्छ कटेर भएको आडाको गरौँ भने त ए घरतिर यतापट्टि अनि त्यहाँबाट आएर काउरा बोटतिर लामो थुनको तर मैले दुईटा फिका त लाउने हैन भाइ एक पत्ता लाइदिएर यता आउ तिमी अलि यता आउ तपाईहरु यही बस्नु न त्यसको त त्यो उसिने ल्याएको थियो नि त आइया लुगान भन्न हेर्न चिल्लाउँछ र चिल्लाएर आइदियो ल ल ल चिल्लाउँछ फेरिमा ओइ छोरा निकै गोरो देखेछ त आज त रातिको निन्द्राले त एक दिनको निन्द्राले त कति पिन्छ भने ए त्यो थले त्यो त पर्फेक्ट छैन के गर्ने के है कस्तो त्यस्तै काम छ त्यस्तो यो त सुत्के दिन त ढाको 5 बजे उठेर सबै काम भ्याउँदियो त्यो होइन मलाई लिएर आँख खुल्लेर फेरि यहाँ दिदी फेरि अहिले पछिको कुरा हो के पहिले हैन पहिला त सुत्थे नि सुन यो हजुर फेरि चाहिँ यहाँ गरिया त म त यतिको गर्थे भयो नि म त ढिलो उठ्ने भए मैले अहिले भुट्यो करस्पोन्ड गर्नु रहेछ लागिरहेको टेरै भएर जस्तो चाहिँ आयु लामो हुन्छ रे ओइ पानी हाल्यो त्यहाँ लेखेर हेरे यहाँ यहाँ ठाउँमै लाउँछ अर्का साँच्चै डडुवामा त त्यो फुपू देखेको चाहिँ नि सबै त्यो उसँग पुग्दा त कहाँ नपुग्ने त नि कोसी पनि त्यस्तै राम्रो रहेछ ए कोसी गरेर लामो देखेको कि मैले निजर त यो सरलको राम्रो रहेछ त्यो भएको जति सबै मान्छेले लाउने रहेछ कि पानी हाल्नु सबैभन्दा सिनियर अनि झन् जुनियर गरेर लाउने रहेछ ए फुपूहरुले लाइदिने सबैले सबैले लाइदिने तर ठिक छ भएको है कि होइन नानी आँगनमा बसेर अहिले हाते फोटो के नभन्दा लाइन लाएर हेर्नु भने यतिको भयो तिनीहरूको पुगै छैन खानाको लागि भने नि बसेछ है तपाईँ कान्छाको छोटो भयो बाबुको लामो ठिक्क भयो अझै लामो गर्ने बाबुको भयो ठिकै भयो लागिसक्यो पर्दैन ठिकै साह्रै लामो आयो लामो हुन्छ बाबु कलेज गएर मिठो म त खाँदैछु के पनि भाइ बसला छ हेर्छौ पछाडि ओइ हामीले सिधै खाना लाग्यो नि चढाइन रे भाइ हैन ल्याउ राम्रो लाग्छ जतिले खान्छ नि बिस्कुट त मात्र जम्मै जम्मै त उतारे छर्ट याउ हेरेर आलु र त्यो पुरा लिन गएको सबै पुगेको मात्रै खानु बिहानै खाएर गएको
मालालाई ओइ भाइ कानमा उतो लगाइदेन खाली अगाडि जा उठ्ने एकछिन उठ्ने गाह्रो भयो कानमा लगाइदिन कानमा उलाइदियो तिमीले कानमा लगाइदिन त्यसले त्यो के अरे दुबो लगाइदियो दुबो लगाइदियो के लाउँदैछ कोही नाते एकदम घाँस भइसक्यो अब दाइले ढाका त ल्याएन के हामीले त फेरि मन परे ओइ मालाले मेरो गीत भयो ले त्यो जाङ्गे सानो भयो भने फेरिन्छ भने है जाङ्गे सानो भयो यहाँ त यो पनि रहेछ त जाई ल्याइदियो जाङ्गे सानो भयो भाउजूले हो नि ए भाउजूले एकदम भाउजूले यो हालेर उते लाउँ यो भाउजू के ए मोबाइल पुछ्यो बहिनी मेरो मोबाइल फेरि खिचेर छ है त्यो के नि होला आइफोन रहेछ यो 1000 रुपैयाँको मोबाइल त्यो त माथिबाट खसेर के नि हुन्छ त्यो त ल भयो पर्दैन त है कान्छीले पर्दैन ब मामा र दाइले त मामा दुईटाले त जाङ लाउँछ जाङ लाउँदैन पर्दैन के पर्दैन छ वर्ष वर्षमा दिन मात्रै ए मैले त खाइदिए भाउजू आउनु न भाउजू बाला हामी लगाउँ भाउजू देडा मन लाग्यो हुन्छ अहिले पहिला लाग्दैन ल आयो नि आउनु पर्छ सुइकिन लागिन्छ होला नि आयो नि फेरि सुइकिन लाउने आउनु त्यो दुईटै लाउँछ नि त पाले पाले आइद आऊ कान्छी लाइदै हुन्छ मलाई त आइद घुम्न पर्यो आऊ दुईटै सुइकिन लाउने आऊ आऊ लाउँ त टिका हामी त कडी खाँदैछ आइद लाउनु यता अ भोला टक्रा टुक्रा हैन ओइ खाउनु पर्छ सुइकिन लाउने हो के हैन लाउँछ त्यो प्लास्टिक सबै हामीले लाइदिने ए तिनीहरू लाइदिनु पर्छ नि है यहाँ बस्दा चटुटे अहिले लाइदिन्छ नि त्यसले ल मैले त कलेज गइहाल्छु मलाई लाइदिन्छ नाके मम्मी घुमन लाइन्छ म एउटा घरे हुन्छ बहिनी कान्छी मलाई सुइकिन ल्याउँछ तिमीहरु म खाँदैन लाइदिन्छ कुकुर लाइन्छ म कुकुर लाइन्छ मलाई त घुमन पर्छ मलाई यही लाइदिन्छ म गाह्रो हुन्छ ए त्यो बुबाले लाउने हो नि त टिका पानी लाइदिनु भयो कान्छी लाइदिनु भयो को लाइदिनु हुन्छ अब वाइदे हामीले नि घुम्नुपर्छ भन नि त फेरि माला बर्बाद पर्दैन यही छ नि कस्तो नलाउ तपाईँको हो अनि यसको फेरि त नि यो नानीको ऊ त्यही छ छैन यहाँ त ए तैँले भाउजू लगाइदिने ठुलोलाई किनीहरू नि त्यही हुन्छ र किनीहरू लगाइदिन्छ मलाई पर्दैन क्या ल है छोरी पनि मेरो उत्यो है अब मान्छेमा बोलोस् भन्ने हुन्छ हामी कान जान्छ है कान खाएर रक्सिएको मान्छेले रक्सिएको मान्छेको गुड त ज्याङ्गो देखेर क्या दण्ड ज्याङ्गो लाग्यो ए राइसको भात अब है टिका लाएर अङ्के दाइ हिरा राखेको कि ट्याक्क एक लट भात त पाक्छ लुक्दा जाँदा बाजा झ्याम्मै आउँला जान्छ तर आफ्नो फुलले बचाउँछ अरे भैले खेलेर भान्जीले सोधेर मैले नाच्दै भाइ मामाले हेर नाच्दै थियो भरे ल भैले हेरौँ ल नाचेर देखाउ है फेरिटाले यो के हो बाबु टोकेको भाउजूले यो हो भने ल्याग गरेर मानु उतिन लगाइदिनु अब फुल्दैन त दुईटा लगाइदियो बच्चाहरू लगाइदियो हुन्छ नि फुल र हो त्यो हुन्छ नि मलाई त हैन फुलको ढुङ्गा मात्रै भाउजू यहाँ रे त्यो मिठो लागेन ल भाउजू यो कस्तो छ खाँदैछ मात्रै भुटीको राम्रो हुन्छ भुटीको राम्रो
पर्दैन भाउजू पर्दैन ए पर्दैन भाउजू म गर्छु भयो के गर्नु ए फुलै झऱ्यो भाउजू माला त ल्याएको क्या अब यो दुईटा लगाइदिन्छु भदिनी र छोरीले ला कति लामो भयो मिलाउँदिन्छु कि फुपूले यहाँ पख तिम्रो त यहाँ झुम्का झुम्की के छ फेरि पहिला त झुम्का माल सबै तालबिसी छ त कलकत्ता साउन जानु यहाँ घर को बसेछ त नि छोरी त्यो त उता छ त उता कहिले काहीँ गएको होला नि त तिनीहरूलाई एउटा राख्नुपर्छ बनाएर खाना लाउनुपर्छ कंसुको छोरी र सपनीको छोरी पङ्खा लाएर निभाइदियो गर्छ क्या त्यो बुढी मान्छेले अनि त्यहाँ त चिज पौसिनाले छोडेको मम्मी सबैले जस्तो मलाई भने बेसा लागेको छ दुईजना चाहिँ कता छ हाँस्दै खाएँ घरमा चाहिँ यहाँ त बाघ आएछ नानीको सब्जी यताको साइड नि हो पिसुरी स्याट त गर्दैन डर लाग्यो सँगै उता त्यो बाघ आउँछ नि त यतातिर त स्याल कति आउँछ बाघ आउँछ होइन बाघ हो मोरेमा तिर्सनलाई झन्डेर कस्तो है तिर्सनलाई नानी छोरी तिर्सन लडेको यो सुकेतिर लगाइदिउँ है राम्रो यो तिमीलाई यो तिमीले हिजो आफै यो यहाँ लाउने तिमीले है सुकेतीको मम्मीको हो नि त यो तिम्रो त उहाँ पनि छ पसेर के उठ्न भनेर त्यो उठेको त नानीको छोरी हो के कमिने छोरीको भन्छ नभने फेरि उनीहरू गरेहरूको त यो त्यो को रहेछ भयो टिका भ्याइयो अब मलाई लगाइदिनु त्यसरी यहीँ बसेर लगाइदिनु ए ल ल ल फेरि यहीँ बसेर लगाइदिनु कहाँ गयो बुढीमा टिका लाउनु फेरि के त फेरि चुरो तान्नु भएछ फेरि एक प्याकेट सिक्किसक्यो होला यहाँ अहिले आएको हामी त हेर्दै हाल्दैनौँ मेरो कति छोरा नगरे के त्यस्तो त नभने नि मेरो कति छोरा चुरो छोडेन भने भन्न त पाइयो नि त भन्न त जे ठान्डैलाई कता कुनामा रहेछ चुरोट सकियो अनि कतारी हेर त्यहाँ अर्को फेरि फोटो लामो लगाइदिए नानी बाङ्गो लगाइदिएको नानी बाङ्गे झन् भाग्यो नि हुन्छ त्यो भाग्यो पनि हुने आफै गरेर खाइदिनु मान्छेको हाते कामिसक्यो भोला त्यसको बुट भयो ओखरको बुट भयो अनि त्यो कता खन्न भएर आएको थियो अनि मारी पानी खाइदियो हाते काम खाइदियो
सबै हामी ग्रुप भएर हामी बसौँ बाबुले लगाइदिन्छ हामीलाई हामीलाई टिका लगाइदे हामी दुइटै बस्छु कि आइज हामी त यसरी दिदी मैले लगाइदिएको त राम्रो च्याट्टा भएन नि त्यसरी लाउँदै गरेको लगाइदियो बैल यसले लगाइदियो समाचार सुनेको है फेरि साँच्चै यसलाई लगाइदिएर तैँले लाग्यो लगाइदियो ल भयो यति मात्रै ठिक जस्तो जाने त्यति लगाइदियो अर्ध सर्छ त्यति लानु पर्दैन हामीलाई तँलाई त राम्रोसँग बस्छ त्यो बस अलिक पुगो अलिक बस्छ पुगो माथिबाट तलबाट माथि लानुपर्छ टिका त हो त्यसरी माथि लाने तल ल्याउने आफ्नो त ठ्याक्क पारेछ दिदीलाई त मेरो यस्तै भयो होला नि च्याट्टा लगाइदिएको राम्रो देखेछ तेरो नम्बु छैन तेरो यही लगाइदियो जिउले लगाइदिनु हुन्छ नम्बु दिएर है त्यसले सुन्छ त्यही रातो दिदीलाई पनि लगाइदियो तर सजिलो हुन्छ नङ रहेछ यसको ए जुनले लगाइदिनु हुन्छ कि तैँले हामीलाई झिझिले टाँदे पर्दैन पुस्यो होइन ला मेरो गइ गरे हेरे त्यहाँ यसो नगर नि यहाँ टिका मैले पैसा कति पर्दैन पर्दैन पैसै पर्दैन ए पर्दैन भनेको त मेरो भएको नि त्यो त मेरो भएको ल तिमी नबोला त कान्छीले फोटो फोटो खिचेको भएर भिडियो ल ल फोटो खिचाऊ दादा त किसान हुन्छ कि हुन्न होला दाइ हुन्छ होला है पुरै साइड ल्याइदिनु यस्तै हो ए ल तिहार लागिरहेछ हिँड्नु कि बाबु